साथीहरू वेलकम छ मेरो युट्युब ब्लगमा। साथीहरू आशा छ तपाईँहरू सबै सन्चै हुनुहुन्छ होला भनेर म पनि सन्चै छु। साथीहरू आज हामी आफ्नै कालेबुङ रेडी पोखरा तमु समाजको प्राङ्गणमा आएको छौँ, किनभने आज हाम्रो समाजको आमा पार्टीहरूले फिकीमा हुनुभएको हाजी भोला गुरुङ र दाई पदमलाल गुरुङ र साथमा मेरो ससुरा मिनबहादुर गुरुङ र दिदी झिमा गुरुङ, साथमा औमो मनबहादुर गुरुङ र कान्छीमाया गुरुङ र साथै ससुरा नरबहादुर गुरुङ र माइजीद्वारा सम्पूर्ण आमाहरूले चाहिँ नि लुङ्गी टी सर्ट र चुन्नी प्रदान गर्नुभएको छ। यस कार्यक्रममा हामी यहाँ आएका छौँ। सबैले भिडियो हेरेर लाइक गरिदिनु होला, धन्यवाद। साथीहरू यहाँ फेवातालबाट बग्दै आएको पानी तल डेभिस खोलमा जाने छङछङ बगेको हुँदाखेरि नोइजहरू आएको छ, कृपया माइन्ड नगर्नु होला। अब 32 पुरानो है, 32 पुरानो अब बढी आज फेरि धेरै दिन पश्चात आमाहरूको
उहाँमा फेरि दुःखलाई बिर्सेर आज फेरि आमाहरूको उज्यालो उहाँले एकदम खुसी भएको महसुस गरेको छु। आज हाम्रो आमाहरू छ अनेक ठाउँमा यस्ता रहिदिनु हुने यो पोसाक वितरण कार्यक्रमका सभाध्यक्ष मेरो प्यारी नन्दा यस समाजका आमाध्यक्ष मिला गुरुज्यू र यस समाजका आदरणीय अध्यक्षज्यू उपाध्यक्षज्यू र आजको केन्द्रबिन्दु अनि सबैको आदरणीय यस समाजका संरक्षक मेरो आदरणीय ससुराबा मनबहादुर गुरुज्यू, मेरो आदरणीय ससुराबा कप्तान नरबहादुर गुरुज्यू, मेरो ससुराबा फुपुसाई, मेरो पुसाको नीलबहादुर गुरुज्यू र मेरो चारवटै सासुआमाहरू र मञ्चमा आसीन आमा समूहका संस्थापक मेरो आदरणीय बत्ती आमा लगायत सम्पूर्ण उपस्थित सबैमा म पूर्व आमा अध्यक्षको तर्फबाट यहाँहरू सबैलाई न्यानो अभिवादन। म सिधै यो पोसाक वितरणतिर भन्दा पनि म छोटो विगतलाई सम्झन चाहे त्यहाँहरूले नत्र नलिदिनु होला, किनभने पुरानो कुरा गर्दाखेरि कतिलाई खुसी हुन्छ, कतिलाई आफ्नो महिला भएको नाताले खुसी लागिरहेको छ, यीप्रति प्रगति भइरहेको देखेको छु। यसरी नै हाम्रा आमाहरू अगाडि पहिला माइती केन्द्रमा एकदम सीमित मात्रामा थियो हाम्रा आमाहरू, अहिले एक से एक गर्दै अगाडि आएर गइरहेको छ। सर्वप्रथम त यसको लागि म एकदमै खुसी छु। आज विद्यार्थीको अवसरमा कार्यक्रम सञ्चालन गरिरहेको देख्दा एकदमै खुसी लागिरहेको छ। आज यस कार्यक्रमपछि आमा समूहको यस पोसाक वितरण कार्यक्रमको सभाध्यक्ष गरिरहनु भएको मेरो प्यारी दिदी मिला गुरुज्यू र आजका मुख्य कार्यक्रम मेरो बाबाहरू तिनजना, यस्तै समाजका संरक्षक मेरो बाबा मनबहादुर गुरुज्यू, आमा कान्छीमाया गुरुज्यू र यसै समाजको सदस्य मेरो बुवा कप्तान नरबहादुर गुरुज्यू, आमा चन्द्रकुमारी गुरुज्यू र यसै समाजको सदस्य मेरो आदरणीय मेरो बुवा मिलबहादुर गुरुज्यू, आमा भीमकुमारी गुरुज्यू र युकेमा रहनुहुने मेरो पूजनीय फुपू भोला गुरुज्यू र पूजनीय मामा पद्मा गुरुज्यू, उहाँको प्रतिनिधित्व गरेर उहाँको जेठी बुहारी लक्ष्मी गुरुज्यू आज यहाँ हुनुहुन्छ। मेरो दाताहरू लगायत यस्तै आमा संरक्षक बत्तीमाया गुरुज्यू, पूर्व अध्यक्ष मिनु गुरुज्यू र सब्जीज्यू लगायत सम्पूर्ण आमा गुरुज्यू लगायत यसै समाजबाट प्रसाद गुरुज्यू लगायत सम्पूर्ण उपस्थित आमाहरूलाई मेरो नमस्कार एवं माया न्यानो अभिवादन। एकमुष्ट मेरो व्यक्तिगत समाजको तर्फबाट न्यानो अभिवादन गर्न चाहन्छु। आजको यस पोसाक वितरण कार्यक्रमका समाध्यक्ष भीमबहादुर गुरुज्यू, त्यसै गरी आमा समूहका उपाध्यक्ष भानु गुरुज्यू, त्यसै गरेर आमा समूहको तर्फबाट नमस्ते। हमारे सारे प्रतिशत कार्यक्रम
तालिम गणपति सभी सेतु गुरुङ हरिबाणी भन्ने अनि त्यही उमादेवी गुरुङ है देवी गुरुङ हजुर त्यही हजुर गीता गुरुङ छोडेबाट कहिले उता कविता चाहको ल्याइदिनु सुषमा गुरुङ कृष्ण
बिरामी हाम्रो समाजका बाबा हाम्रो डक्टर माइला बाबा निवाहरू राजा बाबा तिनजना दाजुभाइ र एकजना कोही हुनुहुन्छ पतनबहादुर र हलाउ उहाँले पनि दिएको दाजुभाइले राम्रो पुण्य कार्यक्रम गरिरहेको प्रयास गरिरहेको म पनि यहाँ समावेश हुन सक्छु कि सक्दिनँ भनेर मलाई एउटा सन्देश आयो अनि मैले किन नसक्ने राम्रो कार्यक्रम तपाईँहरूले राम्रो कुराहरू कसले भन्न सक्छ बाबाआमाले नै उहाँहरूले पनि सुखद हुन राखेको भएको सबैलाई आशीर्वाद दिइराख्ने हाम्रो आज जति समाज बनाउनलाई सत्ता पाइरहेको हाम्रो बाबाहरू कोही हाम्रो यहाँ हुनुहुन्छ अनि उहाँहरूले चाहिँ फेरि पैसा धेरै भएर काम गरेको पैसा कसले दिनुहुन्छ हामीले पैसा जम्मा गरे अनि केही अब काम गर्ने परिवार मेरो भाइ बहिनी उहाँलाई धेरै धेरै धन्यवाद दिँदै हाम्रो आमाहरूले कार्यक्रममा राम्रो बस्नु जाने गयो उहाँलाई धेरै धेरै धन्यवाद र यो पोसाक उहाँले विचार गर्नुभयो अब हामीले कुनै पनि कार्यक्रम जाँदाखेरि एक नम्बरको सेवा पुगे 2 नम्बरमा राख्नु 3 नम्बरमा आज बाबाहरूको सङ्कल्प छ केवल घरमा लगेर रातमा लगाएर राख्ने र हामीले लगाउने भनेर यहाँ प्रयोग गर्नुपर्छ र हामी कतै पनि शुभ काममा जाँदा पोसाक यसरी लगाएर जाने भन्दाखेरि लगाएर जानुपर्छ भुक्तान गर्नुहुन्छ उहाँहरू सरबारीको तर्फदेखि जीवनमा कोपिता हुन्छ चिसो हुन्छ हामी दिनुहोला र सबैलाई फेरि पनि हाम्रो आवाजहरूलाई फेरि पनि धेरै धेरै धन्यवाद हाम्रो बाबाहरूको यो दान क्रम र समाजको काममा हामीले चाहिँ उहाँहरू पाएर साथीहरू आजको स्पोन्सरहरूले खाजाको बन्दोबस्त पनि गर्नुभएको छ अब हामी खाजा खान लाग्दैछौँ।